साथी हो आज मर्निङ वाकमा निस्क्यो त्यो साथी हो मर्निङ वाकमा निस्केको बल्ल तल धेरै दिनपछि। अनि तपाईँहरूले छुट्टी कसरी मनाउनु भयो, के गर्नुभयो होइन? छुट्टी कसैले त पायो होला, कसैले धेरै दिनै पायो होला होइन, कम्पनी अनुसार कसैले कम्ती पाउँछ, कसैले धेरै पाउँछ होइन। अनि तपाईँहरूले के गर्नुभयो त, आफ्नो छुट्टीलाई कसरी सदुपयोग गर्नुभयो, कहाँ कहाँ डुल्नुभयो सबै मेन्सन गर्नु होला। र मैले चाहिँ एक दुई ठाउँमा घुम्न गइयो होइन, अनि रमाइलो गरियो। र मैले एउटा चाहिँ नि नयाँ सोच चेन्ज गरेँ। अब गल्फमा मात्रै कति बस्ने त, अब गल्फकोले कमाइले पुगेन है, मलाई मात्रै होइन सबै साथीहरूलाई सायद त्यस्तै होला। त्यो भएर मैले चाहिँ सिभी बनाएको छु, युरोपास सिभी बनाइयो, युरो सिभी है। तपाईँहरू पनि युरो सिभी बनाउन सक्नुहुन्छ। अनि तपाईँको अनलाइनमा एप्लाई गरेर अगाडि बढ्न सक्नुहुन्छ। यदि आइडिया चाहिन्छ भने तपाईँहरूलाई मलाई फलो गर्नु है। तपाईँहरूलाई मैले युरो सिभी कसरी गर्ने र कुन देशको लागि कुन वेबसाइटमा गएर कसरी एप्लाई गर्ने म थोरै जानकारी गराउँछु, सकेको हेल्प गर्नेछु है तपाईँहरूलाई। धन्यवाद।